फेरि टाइसेट गरे होला हेलो नमस्ते शुभ बिहानी सबैलाई। हाम्रो दसैँको यो पूर्वार्धमा छौँ हामी हैन। हाम्रो यो नुहाउने चाहिँ सार्वजनिक पँधेरोमा यतिखेर दाजुभाइहरू जम्मा भइसकेका छौँ। एउटा टोलीले माथि नुहाउँदैछ। नेचुरल स्विमिङ पुलमा छौँ हामी। हाम्रो स्विमिङ पुल हाम्रो चाहिँ ताल दहताल र यो हरियाली। मेरो यो लाइभमा स्वागत छ है त। फेसबुक लाइभमा छौँ हामी यतिखेर। यहाँ पौडी खेल्नको लागि तयारी अवस्थामा। आफ्नो परिचय दिई यो हाम्रो पौडी आज प्रतियोगिता छ। त्यो पौडी प्रतियोगिताका प्रतियोगीको आफ्नो परिचय दिनु नहुनुपर्छ ल। परिचय दिनु ल। मोबाइलले निलो देखाइछ हरियो देखाइछ। यो रुखले गर्दा है पारी हरिया हरिया रुख छन्। यो झन्डै 6 फिट गहिरो पोखरी हो। एकदम गहिराइमा छ यो ताल हैन। यहाँबाटै हेर्दा त्यति राम्रोसँग थुप्रै दृश्य नआएको हुन सक्ला। अनि दसैँको बेलामा दाजुभाइ जम्मा भएर यो ठाउँमा आएर नुहाउनुको चाहिँ मजा बेग्लै छ। हाम्रो मन्दिर छेउमा अनि हाम्रो सत्तल माथि फाँट छ, यता पनि फाँट छ है। कसले कहाँबाट हेर्दै हुनुहुन्छ कमेन्ट गरिदिनु होला। हल्का रुगा लागेको अवस्था। हाम्रै पोखरी अझ थप चाहिँ सरसफाइ यो चाहिँ लेउहरू फाल्न सकियो भने यसको चाहिँ भ्युज एकदम राम्रो आउनेवाला छ है। यो नुहाउने पँधेरो यहाँ। यो चाहिँ नेचुरल पानी सधैँभरि अटुट रूपमा। गाउँभरि जहाँसुकै पानी सुक्दा पनि यो ठाउँको मुहानहरू सुक्दैनन्। प्रकाश भन्छ हेर्दै हुनुहुन्छ अस्ट्रेलियाबाट। त्यही भएर यो चाहिँ हाम्रो पोखरी। पहिला सानोमा पौडी खेलिन्थ्यो, त्यही झल्को मेटाउन आज दाजुभाइहरू तम तयार रूपमा बसेका छन्। म चाहिँ हल्का बिरामी भएको हुनाले त्यतातिर लागिनँ। हाम्रो मन्दिर यो शिवालय मन्दिर हो है। पानीको चाहिँ अत्यन्तै स्रोत चाहिँ यहाँ हामीलाई चाहिने भन्दा बढी असीमित स्रोत छ। र यो ठाउँको नाम चाहिँ दह है। हाम्रो ठाउँको नामै दह छ र नाम अनुसारको ठाम अनुसारको नाम भएको छ। यो हाम्रो नुहाइधुवाइ गर्ने पँधेरो छ है। त्यसपछि हाम्रो मन्दिर। यो मन्दिर पनि धेरै पहिलाकै हो। ल सबैको मनोकामना पुरा होस्। विमलजी के छ? यहाँ चाहिँ हाम्रो बसा रहेछ है। 2054 फागुन 23 शिवरात्रिका दिनमा चढाइएको बसा लेख्नु भएको छ है। हाम्रो श्री देवी प्रसाद सापकोटा भने चाहिँ हाम्रो रिजिम भएको छ। भाइहरू नुहाएर यता चाहिँ दृश्यको लागि चाहिँ है लुगा धुन पनि हालन्। र यो हाम्रो पोखरीबाट यहाँहरूलाई देखाइदिन्छु म। के गर्नु त बेला हुँदैछ भानी जज 1 घन्टा बाँकी छ। बिचको मान्छे नभएपछि मन्दिर पनि पुरानो भएछ। हजुर हो मान्छेहरू त्यति अहिले चाहिँ फ्लो नै छैन मान्छेको है। गाउँमा बस्नै छाडे मान्छेहरू बसेपछि पुरै शौखिन सहरी चाहिँ लाइफस्टाइल बिताउने। गाउँमै बसेपछि त्यस्तो खालको चाहिँ प्रवृत्ति मौलाएको पाइन्छ। हामी चाहिँ यहाँ पानी छेकेर पोखरी चाहिँ भराउने चाहिँ पर्खाइमा हुनुहुन्छ यहाँ दाइहरू। र यो दसैँको पूर्व सन्ध्यामा हामी दहबाट लाइभमा छौँ। केही बेरमा टिका टालो हुनेछ हाम्रो। तपाईँहरूको पनि तयारीमै हुनुहुन्छ होला।
सबैलाई विजयादशमी 2082 सालको हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दछु। हाम्रो मन्दिर परिसरमा यसरी फलफुलका बोटहरू स्वतस्फूर्त उम्रिएका छन्। यसको संरक्षण गर्न सकियो भने मन्दिरको लागि केही आम्दानी पनि हुन सक्छ है। मौसम त्यति राम्रो छैन आजको। तपाईको ठाउँतिर कस्तो छ मौसम? अहिलेको दशैंलाई हिले दशैंको रूपमा व्याख्या गरेका छन्। एउटा संस्कार संस्कृति हाम्रो चाहिँ भाइ विनयले यहाँ चाहिँ संस्कारलाई धानिरहेछ है। यसले हामीभन्दा अलि फरक छ भाइ। फेरि अब हाम्रो यो तालको बिचमा बराको थान भनेर यसरी चाहिँ एउटा चाहिँ थान छ। सायद भाइ त्यहाँ पनि जान्छ आज। विनय त्यहाँ पनि हो जाने? जान पर्यो। रीति त थिति त जोगाउनु पर्यो नि भाइ। होइन होइन होइन। अनि बराको थान त खुसी पार्नु पर्यो नि भाइ। गरेपछि त राम्रै गर्नु पर्यो, विधि पुऱ्याउनु पर्यो। त्यो त कुहिहाल्छ नि। ऊ छ त्यहाँ तल छ त ऊ बाँसो। गर्ने भन्दा गराउने भलो। कसले कहाँबाट हेर्दै हुनुहुन्छ कमेन्ट गर्नु होला। ट्याग मैले कसैलाई गरेको छैन है। यतिखेर हाम्रो चाहिँ 60 जनाले हेर्दै हुनुहुन्छ। ल होइन तपाईँ हेर्न सक्नुहुन्छ। ल अब एक दिन हामी यो तालको सरसफाइ गरेको भिडियो पनि यही पेजबाटै ट्याक्क हाल्न सकियो भने केही अर्थ रहनेछ। यसको लागि हाम्रो चाहिँ भाइ बन्धुहरूलाई, वरिपरिका साथीहरू, हाम्रो स्थानीय क्लब पनि छ यहाँ सक्रिय रूपमा लागेको। क्लबका साथीहरूलाई पनि म अनुरोध गर्दछु यो ताललाई संरक्षण गर्नु र प्रवर्धन गर्नु हामी सबैको जिम्मेवारी हो। र आजको दशैंलाई भव्य र सभ्यताका साथमा सफल पार्नु पनि के हो त हाम्रो जिम्मेवारी हो। यति भन्दै यो लाइभबाट चाहिँ अहिलेलाई बिदा चाहन्छु। तपाईँको दशैं शुभ रहोस्, तपाईँको दिन शुभ रहोस्। सबैलाई विजयादशमीको फेरि पनि शुभकामना। नमस्ते नमस्ते नमस्ते।